हेलो गाइस, के छ खबर? सबैजना सन्चै आरामै। म फेरि आज एउटा नयाँ भिडियो लिएर आएको छु। यहाँहरूले हेरेर सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। हामी चाहिँ आज बुढीको बर्थडे मनाउन हिँडिरहेका छौँ। अघि नैदेखि बनाउनु पर्ने थियो, मैले अघिदेखि बनाउन मेसो पाएन, त्यसपछि भर्खर सुरु गरेको छु। सबैजनाले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। मसित भाइ पनि छ एकजना, राजु। हामीले चाहिँ सामान बिर्सेर, पार्टीको सामान बिर्सेर सामान लिन जाँदैछौँ। त्यहाँ हेर्छौँ पाउँछ कि पाउँदैन। बल्ल बल्ल सामान चाहिँ भेटाइयो। दुबईमा यही चाहिँ सहुलियत छ कि जहाँ सामान छोडे पनि सामान चाहिँ भेटिन्छ। कसैले फाल्देला भन्नु पर्दैन, कसैले लग्देला भन्नु पर्दैन, सामान चाहिँ भेटिन्छ। गएर दुःख पाएर फेरि पैसा खर्च गर्नु चाहिँ परेन। हामी चाहिँ आज बार्बिक्यू गर्ने भेटिन्छ त काठमाडौँमा भेटिन्न त कहाँ पुरा भ्याउँछ। बार्बिक्यू गर्ने भनेर कोइला किनेर ल्याएको, कोइला र मर्तेल किनेर ल्याएको मेट्रो स्टेसनमै भुलेर हिँडिएछ। फेरि अब आइमेर डोल्ला जाओ भने उयो हो पारा, आइमेरको पारा तपाईँलाई थाहा छँदैछ। जाने भनेको हामी नै हो। रातभरि नसेती भए पनि त्यही भएर गएर सफल चाहिँ भइयो। खोज्नमा चाहिँ ट्याक्क जाँदा बित्तिकै भेटाइयो, त्यसपछि लिएर आइयो। अब अगाडि के गर्छौँ। पाराभित्र छिर्नलाई टिकट काट्नुपर्छ। यहाँको 5 रुपियाँ, दुईटाले टिकट काट्यो 5 रुपियाँको। यस्तो हुन्छ क्या विकसित ठाउँमा भनेको लगाएपछि। ठक्क यत्रो पार्क छ, पार्कमा छिर्नलाई 5 रुपियाँ टिकट काट्यो, हिँड्यो। भित्रको व्यवस्थामा यहाँ सबै चिज पाइन्छ क्या। पोलेर खानला, बस्नला, सुत्नला, आनन्दसित। कति छन् पब्लिक जनता छन् नि, टन्नै छन् पब्लिक एरिया होइन। मजाको यस्तो हुनुपर्छ कि नेपालमा पनि, आफ्नो देशमा पनि यस्तै भयो भने कस्तो आनन्दै सुतिआएन मजाले। कोही त खाली होला भनेर आएको नि, आज त साह्रै बिजी रहेछ यहाँ त। ब्याग त ओहो। अब हाम्रो कता खान लेडिज टोलीहरू कहाँ बसे खान जाम, यसो हेरौँ खोजौँ कहाँ छन्, कहाँ बसेर टिकटक बनाउँदै खानको नि। कसम यार, आइमाईको जात भनेको हो आज पनि थाहा पाइयो, देखियो। हामीले यत्रो सामान छोडेर वहाँ पुगेर हामीले सामान खोजेर सामान लिएर यहाँ आउँदासम्म त्यत्रो हिँडेर आएर हामी भित्र छिरेर बस्दा मान्छे कहाँ छ भन्दा तिमीले जहाँ छोडेका हौ हामी त्यहीँ छौँ अरे। आएर मेरिनेट गरेर ठाउँ रोकेर बसेलान् भनेको छैन। अब कतिवटा टिकटक बनाए, कति ठाउँ टिकटक बनाउँदै आएछन्। अब थाहा छैन। अब अहिले आएपछि अब उल्टै उनीहरू हामीमाथि कराउँछन्, फेरि उल्टै हामीमाथि कराउँछन् फेरि तिनीहरू। अब हेरौँ आउँदैछन्, हेरौँ है त के गर्छन् उनीहरूको पारा। हेरौँ कत्रो आउनु अहिलेसम्म थाहा छैन। आगो बोल्न कहाँ छ कहाँ, यिनीहरूले चिकन मैले बनाउँछु र मैले बनाउँछु भनेर टङ्की हेर यहाँ ताका माना ऊ बा ल ए खाऊ भाइ खाऊ, खानै आएका हो, खाऊ खाऊ भाइ खाऊ मजाले। हेर यस्तो साथीहरू, हामी चाहिँ मजा ब्लगमा आउँदैछौँ। हाम्रो आज बर्थडे मान्छेले कुखुरा बोल्दैछ। मासुको चोक्टा खान जाऊ है तिमीहरू जा। हो गाली गरेर सबैले, एउटीले गाली गर्दैछ, काम कजाउँदैछन् एउटीले। यता चाहिँ पोल्दैछन्, 3-4 जनाले पोल्दैछन्। तिनवटा कुखुरा खान 5 जना खान पोल्ने मान्छे। अब बाहुनी मान्छे पनि जाऊ हुँदैन पोल्न। स्पेसल तिमी हो, छैन अरू कसैको ढङ्ग छैन। कसैको पनि छैन। ए लोकेसन हेर, यता जतातता चलिरहेको छ। फेरि सबै यहाँ बार्बिक्यू पार्टी चलिरहेको छ सबैको चाहिँ। उता पनि चलिरहेको सबै। यो गर्मी के जाडोमा जतातता यस्तो हुन्छ कि ट्याक्कै। फेरि कस्तो रमाइलो छ कि आज फेरि रलक्क धेरै उयो छैन। भिआइपी टक्क आगो बालिरहन् मजाले होइन। मजाले आगो बालिरहन्। 5 रुपियाँ तिरो आयो। कति छ पब्लिक यहाँ है। पारा यस्तो राम्रो
पार्क छ र पनि आगो बाल्ने ठाउँ बनाइदिएछ बिचा बिचमा गाडी हिँडिरहनु घुम्नलाई मस्त छ नि त यस्तो चिज भनेको ल हेर्नुहोस् कति मजा आएको छ हाम्रो देशमा पनि यस्तै हुनु नि टक्क पिकनिक खान आयो आगो बाल्यो मजाले आफ्नो आफ्नो ठाउँमा है राजु मजाले बोल है तिमी भान्से हो आजको बोल आफ्नो चुल्हा बाल्नु छैन अरूका चुल्हा यो लोकेसनमा हामी दुईचोटि आइयो पहिला चाहिँ उहाँ पारी बसेका थियौँ अहिले चाहिँ यहाँ बल्ल 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 यति घुम्दा 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 चुलो पाइयो खोज्दा 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 बल्ल बल्ल खोज्दा खोज्दा चुलो पाइयो तर पनि यति भिड छ यति भिड छ यति भिड छ ल हेर्नुहोस् घाममा बसेर के काट्ने हो घाममा बसेर के काट्ने हो ल ल पुस होइन माग हो के को माग लाग्यो गर मगन्तेहरूको माग हो नि थाहा छैन पुसौटेहरूको पुस मगन्तेहरूको मगन्ते माग ल बर्थडे मनाउन आएको गोबरा फुलाउँदा फुलाउँदा लैनो भैँसी करायो लैनो पाडा करा नै भयो फोटो खिचिदिनु पर्यो अरे कराउँछ र मलाई त्यही रिस उठ्छ कि कराएको कराई कराएको कराई मासु डढेर उता कालै भयो राजु तपाईदेखि बर्थडे स्पेशल निनायो कति राम्रो आउँछ त मुङ नथे माया चञ्चाले राजु ल एउटा कसैलाई फोटो खिच्नु जान्न मान्छे बर्थडे टु भिडियो बनाउनु यो ल दाइले यहाँ कुकुर पोल्दै हुनुहुन्छ आज है पाके छ एक साइड छ ल त्यसलाई फर्काएको ल त्यसलाई पाकिन्छ त फर्काएर नि खेलाउनु पर्यो एउटा भाउने छिन् आलु पोलेर खेलाउनु पर्यो खेलाउने यो शुद्ध भाउने छिन् पोले चाहिँ फोटो खिच्दै होइन उषा मात्र आइन् यहाँ त उषा नआइदेऊ न ल हेर बाँदरले अगाडि सबैले खुवाउँदै लगाइदिँदै गर सबैले खुवाउँदै लगाइदिँदै गर है अरे त्यत्रा छन् केक त्यत्रा छन् त ल कति डाँड गरेको के कति डाँड छन् के भइएछन् अलि लिएर आउँला के अलि लिएर आउँला ल ल ए थोत्रै खुवाइदियो के भिडियो छन् के भिडियो बनाएको मैले ल सबैले अलिअलि लगाइदिनु पनि पर्छ है बर्थडे दिन के
बर्थडे दिन केक लामा दिनले छेक न यता हेर्नु के खोइदिँदा ल भाउ दिदी चमाक चुमु गरेर भाइ फोटो ल दिनले त्यही एउटा म त बेलुन लगाइदेऊ भिडियो हो क्या भिडियो म भिडियोमा छु कि राम्रो राजु अलिअलि गालातिर पनि है केही हुन्न ह्यापी बर्थडे टु यु हो ल मजाको ठाउँ छ ल हेर्नु साथी हो ऐना यस्ता खाने एकजनाले टक्क पोलेर यता कुखुरो यता सबै त बुढिया मकै तिमी एक्लै यतै सर्लक्क बारबेक्यू हुँदैछ उता पनि हुँदैछौ सर्लक्क लगाएर ठ्याउ पारी पिन्छन् मान्छे मस्त लगाएर यस्तो पो हो कि इन्जोय भनेको ठाउँ भनेको यस्तो हुनुपर्छ क्या होइन यस्तो हो क्या ठाउँ आउने चाहिँ चिकन पोलियो है चटनी हाल्ला कि थोत्तरी माथि एउटा सब्जी हुन्छ कि हामीले चाहिँ पोलियो पोलेर सुरु गऱ्यौँ आउनुहोस् सबैजना खानलाई मासुको जात पनि पोलेर खाइयो साथीहरू अब एउटाले चा खान लाग्यो सेतो चिया खाँदैछन् मैले चाहिँ ग्रिन टी खानलाई झुन्डाएर लिएर चा खाइयो खानेकुरो भइयो अब त्यसपछि कस्तो रमाइलो छ कस्तो रमाइलो छ समुद्रको छेउमा रम्मल घारीमा कोही माटो खेलाउँदै जिन्दगीमा माटो खेलाउन नपाएका रहेछन् यिनीहरू जिन्दगीमा माटो खेलाउन नपाएका उहाँ वाह यिनीहरू त इन्जोय गर्न आएको अरे त्यो त इन्जोय गर्न आउने भिडियो बनाउन आएको हाम्रो मतलब छैन ए भाँडमा जाओस् साथीहरू ल समुद्र केही हुन्न खाने मान्छेलाई के ए उहाँ खानु हामी यत्रै बेर हामी चाहिएको थियौँ अब हामी चाहिँदैनौँ यस्तै दुनियाँहरू उहाँ बसेर भिडियो बनाइरहन् यस्ता खान सँगै आएका ओहो छल्को आएको लाग्यो छल्को ओहो ल दाइ केही सुझाव दिनुहोस् बोल्नुहोस् हामीलाई डिभोर्स चाहियो अब ल आउनुहोस् क्या दामी समुद्र देखे ल साथी हो आजको हाम्रो पिकनिक कार्यक्रम बर्थडे कार्यक्रम सकेर हामी चाहिँ लागियो आफ्नो बाटोतिर अँध्यारो मौसममा पछाडिका ग्रुप पछाडि छन् हामी चाहिँ अब यो भिडियोलाई यहाँ एन्ड गर्दै अब अर्को पिकनिक होला के कस्तो भयो यहाँहरूले हेरेर मनोरञ्जन दिनु होला प्रक्रिया दिनु होला सब्सक्राइब गर्नु अर्को हप्ताको भिडियो आउँछ सब्सक्राइब गरेको छु लाएर यस्तै अब हप्तामा 1 भिडियो आउँछन् सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै म चाहिँ आजलाई यो भिडियो यही अन्त गर्न चाहेँ हस्त जय नेपाल जय गोर्खा जय जगल्टे जय